अब यो जान्छ यो कहाँ जान्छ Hello guys, welcome back to my new day, new vlog. र सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै। अनि त्यहाँ कोलाएर आज चाहिँ हामी हुन्छ नि त कपाल काट्न जाँदैछौँ। यहाँ हेर्नु न आज दुध मात्रै हाल्छ पानी कपालको फाइनल दिन यो कब स्कुल जाने ल भयो नि त। पेट दुख्यो भने म त्यो काँचो दुध ल मोटो मामा ओइ आशी चाहिँ ल गाइस अब ट्याक्क चियालाई खुवाउनु पर्ने हुन्छ क्या अब जाडो एकदम जाडो छ अहिले। अब चाहिँ ट्याक्क चिया खान्छौँ अनि कपाल काटेर चाहिँ तपाईँलाई म आरामले भेट्छु। ट्याक्क लाएर के हुन्छ हुन्छ मै बुझेको छुइनँ मैले बोलेको होइन। तपाईँलाई म चिया खाने चिया खाने अरे चिया खाइसकेर हजामकोमा भेट्छु। ल ल हामी चाहिँ यहाँ कहाँ आएको छौँ भन्दा ओए त्यो होटलको नाम के हो थाहा भएन होइन थाहा भएन होइन। यहाँ चिया खान आएको छौँ पकाउँदैछ हामीले ट्याक्क होइन। अब यस्तो खाँदैछौँ होइन। अनि कपाल काट्नु जानुपर्ने हुन्छ है ट्याक्क भविष्यसँग भविष्य बिमारी भएर बसिरहेको छ आशिष सर र मटु मामासँग। अब तपाईँलाई म ट्याक्क लगाएर कपाल काट्ने ठाउँमा भेट्छु। अब यो जान्छ यो कहाँ जान्छ यो यसको काम छैन अलिक बेरोजगारै हो। तर ओइ आशिष मटुमा उयो साँच्ची सेक्रेटरीको अफर आएको छ कि दुबईमा अलिक मोटो ज्यानदार पनि भनेको छ केटालाई पठाइदियो त्यो भने त त्यही हो त केटा टङ्ग मामा पनि सेक्रेटरीमा ठिक छ है। के छ ठिक छ कपाल काटेर आइसकेको छु। ल आजको मेरो भ्लग चाहिँ यति नै हो। थ्याङ्क्स फर वाचिङ माई भ्लग। बाई बाई। यस्तो भिडियो च्यानललाई सब्सक्राइब गरिदिनु होला। ल बाई।